नमस्कार साथीहरू। आज म तपाईहरुसँग एउटा अत्यन्तै महत्त्वपूर्ण विषयको बारेमा कुरा गर्न चाहन्छु। आत्मविश्वास। हामी सबैको जीवनमा यस्तो समय आउँछ जब हामी आफैलाई कमजोर महसुस गर्छौं। हामी सोच्न थाल्छौं, म सक्छु त? म योग्य छु त? मानिसहरूले के भन्लान्? तर सत्य के हो भने तपाई आफूले सोचे भन्दा धेरै शक्तिशाली हुनुहुन्छ। आत्मविश्वास के हो? आत्मविश्वास भनेको घमण्ड होइन, यो अरूलाई हराउनु होइन, यो त आफूलाई चिन्नु र स्वीकार गर्नु हो। जब तपाई आफैलाई स्वीकार गर्नुहुन्छ, तपाईको कमजोरी पनि, तपाईको गल्ती पनि, त्यसै बेला वास्तविक आत्मविश्वास जन्मिन्छ। एउटा सानो कथा। एकजना केटा थियो। ऊ सधैँ डराउँथ्यो, मानिसहरूसँग बोल्न सक्दैनथ्यो। उसलाई लाग्थ्यो, म अरू जस्तो राम्रो छैन। एक दिन उसको गुरुले भन्यो, तिमी हरेक दिन एउटा सानो काम गर, जुन तिमीलाई डर लाग्छ। पहिलो दिन उसले कसैलाई नमस्ते भन्यो। दोस्रो दिन उसले सानो कुरा गर्यो। तेस्रो दिन उसले समूहमा आफ्नो विचार राख्यो। केही महिनापछि त्यही केटा सबैको अगाडि बोल्ने, नेतृत्व गर्ने व्यक्ति बन्यो। किन? किनकि उसले आफ्नो डरलाई भाग्न दिएन, उसले सामना गर्यो। आत्मविश्वास कसरी बनाउने? अब प्रश्न आउँछ, हामी कसरी आत्मविश्वासी बन्न सक्छौं? पहिलो, सानो सानो जितहरू बनाउनुहोस्। ठूलो सपना राम्रो हो, तर सानो सफलता नै आत्मविश्वासको जग हो। आज एउटा काम पूरा गर्नुहोस्, भोलि अर्को। सानो सफलता बराबर ठूलो आत्मविश्वास। 2. आफ्नो सोच बदल्नुहोस्। यदि तपाई बारम्बार भन्नुहुन्छ, म सक्दिन, म कमजोर छु, तपाईको दिमागले त्यही विश्वास गर्छ। त्यसैले आजदेखि भन्नुहोस्, म सिक्दैछु, म प्रयास गर्दैछु, म सक्छु। 3. तुलना बन्द गर्नुहोस्। तपाईको यात्रा तपाईको हो, अरूको होइन। तपाईले आफूलाई अरूसँग तुलना गर्दा आत्मविश्वास घट्छ। आफूलाई हिजोको आफूसँग तुलना गर्नुहोस्। 4. असफलतालाई स्वीकार गर्नुहोस्। असफलता भनेको अन्त्य होइन, यो सिक्ने प्रक्रिया हो। हरेक सफल व्यक्ति पहिले धेरै पटक असफल भएको हुन्छ। महत्त्वपूर्ण सत्य, आत्मविश्वास जन्मजात हुँदैन, यो अभ्यासबाट बन्छ। जसरी मांसपेशी एक्सरसाइज गरेर बढ्छ, त्यसै गरी आत्मविश्वास पनि अभ्यासले बढ्छ। आफूलाई विश्वास गर्ने शक्ति कल्पना गर्नुहोस्। यदि तपाई आफैलाई 100% विश्वास गर्नुहुन्थ्यो भने तपाई के गर्न सक्नुहुन्थ्यो? नयाँ काम सुरु गर्नुहुन्थ्यो? आफ्नो सपना पछ्याउनुहुन्थ्यो? डरलाई जित्नुहुन्थ्यो? अब सोच्नुहोस्, के तपाईलाई रोकिरहेको छ? डर, अरूको कुरा, वा आफ्नै सोच? आजको निर्णय। आज तपाईले एउटा निर्णय लिनुपर्छ। म अब डरले होइन, विश्वासले बाँच्नेछु। दैनिक अभ्यास। हरेक दिन 5 मिनेट ऐनामा हेर्नुहोस्। आफैलाई भन्नुहोस्, म सक्षम छु, म योग्य छु, म आफैमा विश्वास गर्छु। सुरुमा अजीब लाग्न सक्छ, तर केही दिनपछि तपाई बदलिनुहुन्छ। अन्तिम सन्देश। साथीहरू, जीवन छोटो छ, डरमा बिताउन होइन। तपाई जन्मिनु भएको छ केही ठूलो गर्नको लागि। तपाईमा शक्ति छ, तपाईमा क्षमता छ, तपाईमा सम्भावना छ। अब तपाईले केवल एउटा काम गर्नुपर्छ, आफैमा विश्वास गर्नुहोस्। समापन। जब तपाई आफैमा विश्वास गर्नुहुन्छ, संसारले पनि तपाईलाई विश्वास गर्न थाल्छ। त्यसैले आजदेखि उठ्नुहोस्, अघि बढ्नुहोस् र आफैलाई प्रमाणित गर्नुहोस्, तपाई सक्नुहुन्छ, तपाई अवश्य सफल हुनुहुनेछ। धन्यवाद।